ज्ञानेन्द्र साईजी तपाईँ एउटा राजनीतिक व्यक्तित्व हुनुहुँदो रहेछ। तपाईँले नेपाली जनताले एक समयमा जनताको प्रश्न कडा रूपमा संसदमा प्रस्तुत गर्ने व्यक्तिको रूपमा देख्नुभएको रहेछ नेपाली जनताले कतिपयले। अनि तपाईँको एउटा सिद्धान्त के रहेछ भने तपाईँ राजावादी हुनुहुँदो रहेछ 1 नम्बरमा। 2 नम्बरमा तपाईँ हिन्दू राष्ट्रको पक्षमा रहेछ। तपाईँ आफ्नो व्यक्तिगत अधिकार हो, तपाईले आफ्नो मुद्दा राख्न सक्नुहुन्छ, त्यो तपाईको ठाउँमा जायज होला। तर पनि एकचोटि ध्यान दिएर सुन्नुस्, किनकि यो विषय गम्भीर छ। तपाईले त्यसरी बोलिएका ती हरेक शब्दहरूलाई तपाईँ एकचोटि आफैले मूल्याङ्कन गर्नुस् त। के बोल्नु भएको होला, मैले के बोले त? तपाईले कहिले पनि मूल्याङ्कन गर्नु भएको छैन। त्यही कारणले म आज तपाईलाई स्पष्ट गर्न चाहन्छु कि तपाईँ कुन गुम्बामा जाने क्रममा, तपाईले भिडियोमा बोल्नु भएको छ, कुन गुम्बा जाने क्रममा तपाईलाई आदि गुम्बाभित्र प्रवेश गरेन, त्यो गुम्बाको नाम देखाउनुस् र तपाईँले भन्नुस् नेपालको काठमाडौँ उपत्यका वरिपरि रहेको गुम्बाहरू कुन चाहिँ गुम्बामा तपाईँ घुम्न चाहनुहुन्छ र बुद्धको दर्शन सिक्न चाहनुहुन्छ। र तपाईले एउटा तिब्बतसँग हाम्रो बौद्ध दर्शनको अभिन्न, हामी यो भिक्षुहरूलाई पनि केन्द्रमा राखेर तपाईले यस्तो खालको अभिव्यक्ति दिनुभएको छ, जुन हाम्रो धम्मपद अर्थात् हाम्रो बुद्धले दिनुभएका शीलहरू र बुद्ध जन्मिएका देशका नागरिकहरूलाई असह्य छ। किन भन्नुहुन्छ भने हाम्रो त्यो गुम्बामा न त त्यस्ता खालका अनैतिक क्रियाकलाप गरिँदैन, त्यही कारणले पनि हाम्रो गुम्बा पवित्र हो। र हाम्रो गुम्बामा किन चाहिँ कुनै समयमा प्रवेश दिइँदैन, त्यसको स्पष्टीकरण म दिन चाहन्छु। सम्पूर्ण बौद्ध समाज र भिक्षु अनि लामाको तर्फबाट म आज त प्रष्ट रूपमा भन्न चाहन्छु, तपाईँ पनि सिक्नुस्, अध्ययन गर्नुस् बुद्धको दर्शनलाई, पञ्चशीलको मार्गलाई, अष्टाङ्गिक मार्गलाई, त्यसरी 4 आर्य सत्यलाई अध्ययन गर्नुस्। 10 कुशल कर्म 10 अकुशल कर्मलाई 25लाई अध्ययन गर्नुस्। बुद्धले भनेका ती ज्ञानहरू, उहाँले दिनुभएका दर्शनहरूको अध्ययन गर्नुस् अनि मात्र बुद्ध धर्ममाथि प्रश्न गर्नुस्। अनि तपाईँले बुझ्नुहुनेछ, अरूलाई प्रश्न गर्नुभन्दा पहिला सोच्नु पर्दैन। हाम्रो गुम्बा एउटा ध्यान साधना गर्ने ठाउँ हो, यानि कि पूजा गर्ने, दर्शन गर्ने मात्र होइन। हाम्रो जीवनको दर्शन, आध्यात्मिकता र मानवतालाई कसरी चाहिँ सिकाउने, कस्तोलाई चाहिँ मानवता भन्ने, त्यो सबै सिकाउने थलो हो हाम्रो गुम्बा। र गुम्बामा कहिलेकाहीँ हाम्रो गुरुहरू चाहिँ वार्षिक रूपमा अथवा मन्थली अथवा हाम्रो महिनाको हिसाबले पनि गुम्बामा चाहिँ अथवा विभिन्न ठाउँमा चाहिँ साधना गरेर बस्नुहुन्छ उहाँहरू। र त्यो समयमा तपाईँ गएर त्यहाँ हो हल्ला गरिदिने हो भने ध्यान भङ्ग हुँदैन, पक्कै पनि हुन्छ। र त्यो कारणले पनि त्यो समयमा तपाईँलाई प्रवेश निषेध गरिएको होला, त्यो स्वाभाविक हो। हाम्रो आफ्नै नियम छ, हाम्रो आफ्नै कानुनभित्र छ नि त गुम्बा पनि। हामी भिक्षुहरूको पनि आफ्नै नियम छ। जस्तै हाम्रो देश संविधान मार्फत सञ्चालन हुन्छ भने हाम्रो पनि भिक्षुहरूको नियम होला, हाम्रो पनि त त्यो छ नि त। त्यो कारणले हाम्रो गुम्बामा निषेध भएको हुन सक्छ। तर तपाईले जुन प्रकारले टिप्पणी गरेको छ त्यो सहनीय छैन। हाम्रो बौद्ध स्तूपमा हेर्नुहोस्, स्वयम्भू स्तूपमा होस्, जति पनि बुद्धको विहारहरू हो, सबै खुल्लास्त रूपमा सबैले दर्शन गर्न पाउने अहिले त्यस्तो खालको व्यवस्था छ। र स्वाभाविक पनि हो, बुद्ध जन्मिएको देशमा गुम्बा निर्माण गर्नु, गर्व गर्नु पर्छ। म प्रश्न गर्न चाहन्छु, हाम्रो गुम्बा तपाईहरूको पशुपतिनाथमा जस्तो अङ्ग प्रदर्शन गर्ने ठाउँ होइन। हाम्रो गुम्बा जाँड रक्सी र त्यस्तै खालका भाङ धतुरा खाएर चाहिँ त्यहाँ हो हल्ला गरेर अनैतिक क्रियाकलाप गर्ने थलो होइन हाम्रो गुम्बा। गुम्बा हाम्रो नैतिक चरित्र र सदाचारितालाई सिकाउने थलो हो। त्यस कारणले यो कुरामा गम्भीर रूपमा ध्यान जाओस्, तपाईको बुद्धि फलाओस्, तपाईँ आफूमा नैतिकताको पाठ सिक्नुहोस् अनि हाम्रो गुम्बाहरूलाई प्रश्न गर्नुहोस्। गुम्बालाई मैले प्रश्न गरेँ गलत भएछ,
मैले अध्ययन नगरेछ भन्ने कुरा तब तपाईको बुद्धिमा पलाउनेछ, तपाईको मस्तिष्कमा त्यो विचार राख्नेछ। नत्र केवल भ्रमको खेतीले समाजलाई सधैँ हिंसात्मक गतिविधि र अशान्त बनाउँछ। त्यही कारणले म भन्न चाहन्छु, ज्ञानेन्द्र साईजी, तपाईँ जति शब्दले वर्णन गरेर मिठास रूपमा अरूलाई बोलिनुहुन्छ, तर व्यवहारमा तपाईँको धेरै खोट छ। जति शब्द मिठो छ, त्यति नै त्यो भित्रको तितोपनलाई पनि सबै जनताले मूल्याङ्कन गर्दैछ। त्यसैले विचार गर्नुहोस्, बोल्नुभन्दा पहिला कुनै प्रति प्रश्न गर्नु छ, कसैप्रति त्यसको आरोप लगाउनु छ भन्दा प्रमाण र तथ्य र सत्यतालाई प्रस्ताउनुहोस् अनि मात्र तपाईले प्रश्न गर्नुहोस्। नत्र यस्ता खालका झुट र अराजक विचारले सधैँ समाजलाई भ्रमपूर्ण र समाजमा अन्धविश्वास र विकृति मात्र फैलिनेछ। म खबरदार गर्न चाहन्छु, तपाईले जति पनि त्यहाँ जुन प्रकारको अभिव्यक्ति दिनुभएको छ, यो हाम्रो सम्पूर्ण बौद्ध समाज, भिक्षु समाज र नेपाल देश जुन बुद्ध भूमिलाई पनि सहनयोग्य छैन र त्यस कारणले तपाईँ आफ्नो ठाउँमा होला। तर म तपाईले व्यक्तिगत रूपमा केही भन्न चाहन्न, तर तपाईको विचार यस्तो विचार छ जुन विचार मानव नैतिकहीन छ। त्यही कारणले म अनुरोध गर्न चाहन्छु, बुद्धको दर्शनलाई अध्ययन गर्नुहोस् र कुन गुम्बामा दिइन त्यो पनि अध्ययन गर्नुहोस्। हाम्रो गुम्बा हो हल्ला गरेर, नाचेर, अङ्ग प्रदर्शन गर्ने, जात राग सिकाएर समाजलाई भङ्ग बनाउने गुम्बा होइन। हामी आफ्नो व्यक्तिगत जीवन दर्शन र समाज परिवर्तनका लागि अध्ययन गर्ने स्थान, जुन नैतिकवान र व्यवहारको एउटा पालना गर्ने र नियममा बस्नुपर्छ, अनुशासनलाई दर्शाउने थलो गुम्बा हो। त्यसैले गुम्बालाई यसरी टिप्पणी गर्नु गम्भीर आपत्तिजनक छ। यसलाई म गम्भीर रूपमा खेद प्रकट गर्दछु र यो भिडियो तपाईमाझ पुगोस् र सम्पूर्ण 3 करोड नेपाली जनता र हाम्रो बौद्ध समाजले यसमा पनि गम्भीर रूपमा ध्यान दिएको छ भन्ने मलाई लागेको छ र म पनि यही अनुरोध गर्न चाहन्छु, 3 करोड नेपालीले यो कुरा बुझ्नु जरुरी छ र यहाँहरूले बुझ्नुहुनेछ। नमस्ते, तसिदेले तुझे लासो फ्याफुल्ला।